लकेटाओ एक्जाम आउँदैछ सबजना मिलेर पढौ मलाई नसिका त मुझे फुच्चे बेसी बोल्छस् हो सर कस्तो नजान्नेको ग्रुप बनाइदिनु भएको त नि तपाईले नजान्नेको होइन नपढ्नेको चाहिँ ग्रुप बनाइदिएको हो मैले सर मलाई पढ्न मन लाग्छ कि अहिले त जसै पास हुनुपर्छ कि एक्जाममा है विमल यस सर वी हेभ टु पास नत्र बाउले घरमा दिँदैनन् बास किन अरू दुईजनाको आँखा खुलेको छ है मेरो आँखा रातो मैले गाँजा खाएको मिठो पासमा आँखा आँखामा हेरेर भनिदिन्छु आम्माको सम के आँखामा आँखा हेर्दै बोल्छु खातेहरू यो वेलकम ल सब छ हेर ओहो तपाईको पनि सवारी भयो आउनुस् सुन्यो यार सुने के सुनिस् र सर यसले भन्दै थियो कि तपाईले यसलाई डराएर रेस्पेक्ट गर्नुहुन्छ भनेर रेस्पेक्ट मुझे मलाई पनि दे यस्ता चुतियासँग डराउँछु जस्तो लाग्छ भाइ भित्र मुन्टी खाते साला झ्याक्ने व्हाट्स अप गाइस दिस इज मान्छे पुरेटिस व्हाट्स अप गाइ माइ नेम इज लिउ बुध थाहा छ के छ यार केटाकेटी हो मेरो त ठिक छ एकदमै के छ केटाकेटी हो केटाकेटी हो के छ केटाकेटी हो ठिक छ यो साकार जस्तै हुन खोजेको फक यु साला जाँठा साकार इज बबाल आई लभ द्याट गाई गर्जा म्याच सिक्ने तर मुझे रिस्पेक्ट मलाई गर्नुपर्छ चिक्ने को हुनु त्यही मुजी भिटेन साले आज डेट कति हो थाहा छ तिमीहरूलाई 2021 मदरफकर्स साले 2 हप्ता मात्रै छ के अब एक्जाम आउन बेस्ट अफ लक सबैजनालाई अब बेस्ट अफ लक के को बेस्ट अफ लक हो र तेरो पनि हो एक्जाम केही पढे छैन यार केही छैन दिमागमा साला कसरी पास हुने हो इट इज ओके टु फेल कहिलेकाहीँ फेल हुन्छ यत्राको कहिले काहीँ सधैँ फेल हुन्छु के म अनि यो पालि पनि भइदिएन त के भयो त नि कस्तो खालको सर हो के तपाईँ सिकाउनु त कहाँ छ कहाँ उल्टी बिल्ला हान्ने त बिल्ला होस् मुजी ल पढ्न थाल नआएको म सिकाइदिन्छु केही पनि आउँदैन के सर सिक्नेहरूलाई केही थाहा छैन करेन्ट पोलिटिकल सिचुएसन अफ नेपालको बारेमा पढ्थ्यो आउन सक्छ ल पोलिटिक्सको बारेमा त केही पनि थाहा छैन त मलाई अब के गर्छस् रन्डीको छोरा अलिअलि त थाहा होला नि त्यही संसद विघटन भएको मात्र थाहा छ किन भएको खै त्यही भित्रभित्रै केही भयो होला नि कोसँग भयो होला त्यही प्रचण्डसँग केही भयो होला नि यति थाहा पाएपछि त लेख्न सकिहाल्छस् नि बढाइ चढाइ यो पर्सेन्ट त किन आएको छ त्यो नै म छक्क पर्छु कसरी आयो नै छक्क पर्छु म त आम्मा कसम मारिदिन्छु प्रचण्डलाई आई प्रमिस यु गाइस किन जङ्गिए छस् के तिमीहरू चोर त हो जङ्गली त हो प्रचण्डे सोच न चोर साला प्रचण्डको नाम सुन्नै हुन्न यिनीहरूलाई हजारौं नेपाली मान्छे त्यसले त्यत्तिकै मारेर आएको छ त्यत्तिकै त्यो जान्छ किचिक हाँस्छ त्यो टिभीमा बस्छ आजकल टिभी कसले हेर्छ म्याच सिक्ने माओवादी पनि नेपाली अनि आर्मी पनि नेपाली लास्टमा त मरेको नेपाली हो नि यो माओवादी त सबै यो चोर आउँदैखेरि चोर डाकाएर हो अहिले पनि चोर नै हो पैसा त खतरै धेरै छ भन्ने सुने थिए त मैले तेरो बाउको लुटेको हो म्याच सिक्ने ओए भयो टपिक चेन्ज गर्यो नेपाल हो बेकार समातेर हाल्देलान् जेलमा आइज समात म्याच सिक्ने मलाई कप्सले समातेर लगेर हामी फसेको मान्छे हो नि त चुप्लाक भनेको सालेहरू चुप्प लाग्यो भने कोही बोल्दैन पिच साइलेन्स हो त्यही हो मलाई चाहिएको सबै चुप्लाएर पढ्न थाल त खुरुखुरु गन छ मसँग रन्डीको मान पब्जी चलाउन जानिस् भन्दैमा के तैँले गन चलाउन जानिस् खाते अब तेरो दाइले म्याच सिक्ने तँलाई समातेर लगेन बोटमा 17 इयर्स 18 इयर्स बाट गन बोक्ने टाइम हो साले गन किन लिएर आइस क्लासमा देश बनाउनको लागि खुकुरी र गनले देश चाहिँ होइन खरानी चाहिँ बन्छ देश बनाउने कुरा गर्छस् खातेहरू साला यो हाम्रो देश हो के भन्नु अब त्यसको लागि सरी होइन भित्रैबाट सरी डरा छ अहिले त होइन मलाई देखेर आफ्नो सिक्युरिटी आफैसँग राखेको राम्रो The world is run by 1%. I am 1%. सालेले आफूलाई हिटलर नै सोचेछ सर यो हिटलरको बारेमा नि बुझाइदिनु न अर्को सब्जेक्टको सोध त यार मेरो टाउको दुखिसक्यो यो हिटलरको बारेमा थाहा छ तँलाई वार हान्ने प्लान दुनिया प्लान ओइ इज तँलाई के थाहा छ हिटलरको बारेमा केही थाहा छैन के भन्नु म तिमीहरूलाई केही थाहा छैन अर्को सब्जेक्ट नै पढ्नु पर्यो अब मलाई थाहा छ भन्न त खै त भनेको तिमीहरुले नभने पो त सर यो हिटलर जस्तो सोच बोकेर हिँड्ने मान्छेहरू थियो कि नै हामीले बिर्सिसकेको होला कतिको नामहरू थाहा छैन होइन तर धेरै छ क्या त्यस्तोहरू होइन इङ्ग्लिसको पढ्न त अब छोड्दे त्यो लौ किन हाँसेको इङ्ग्लिसको पनि कसैले पढ्छ र सर छ्या जहिल्यै टुक्रुक्क पास हुन्छस् कि तेरो यही सोचले गर्दा ओइ बिच इज तैँले भन् त ल व्हाट इज इन्टरोगेटिभ सेन्टेन्स उसलाई थाहा छ मलाई आउँदैन भनेर होइन उसले गर्ने त्यही खोजेको क्या अब आउँदैन भने सोध्न त सरलाई छोड्दै त्यस्तो कुरा गर्नु छैन ल ल सुन्या आई तँलाई पनि आउँछ ल अचम्मै भयो त आज यहाँ के गर्दै मुजी गेडा समातेर बसिरहेको जस्तो लागेको थियो म्याच सिक्ने 2 वर्षसम्म सेम त्यही मुख छडाइ त्यो नयाँ क्रिएटिभिटी नयाँ इनोभेसन भन्ने केही पनि छैन ब्रो गाली भन्ने ठाउँमा दिनुपर्छ के साले अनि यो हो त तेरो गाली गर्ने ठाउँ साला मुख छाडेर यहाँ अगाडि बढ्दैन खाते साला के चाहिँ केटाकेटी हो जिस्केको हो सानो खालको जिस्केको
ए ल तपाईँले भनेपछि नआउने कुरा हुन्छ त। बुढी छ घरमा, म त्यही पनि कुकुर नि लखाटिरहेको छु। केटा हो म एकछिनमा आउँछु है। जा। भिटेन एउटा जोक सुना त यार, लास्ट झ्याउला यार। यस्तो भन्थे क्या आमाले, हाम्रो आमाले, बाबु राति राति नहिन है, राति राति नहिन, बाटोतिर पिट्ला कुट्ला चोरहरू आउला लुट्ला, साला हामी नै हो त्यो चोर। सही भनिस्। तिमीहरूले यो जोक सुनेको हो कि सुने पनि हाँस्ने बाहना त पाइयो नि। ओइ विमल, इक्जाममा सँगै परियो भने म 2 चोटि खोक्छु, बुझै आफै मैले तँलाई बोलाछु भनेर। ल